हामी ठुलो हुने धुनमा यति धेरै व्यस्त भयौँ कि हामीलाई हिँड्न सिकाउने खुट्टाहरू कहिले काँप्न थाले हामीले पत्तै पाएनौँ। सानो छँदा बुवाले अफिसबाट आउँदा ल्याएको चकलेटमा जुन खुसी मिल्थ्यो, आज आफैले कमाएको हजारौँ लाखौँ रुपैयाँमा पनि त्यो खुसी भेटिँदैन। तर अचम्म अहिले तिनै बुवाले बाबु सन्चै छस् भनेर फोन गर्दा हामी म बिजी छु भरे कल गर्छु ल भनेर फोन काटिदिन्छौँ। तैँले कहिले याद गर्नुभएको छ आमाको अनुहारमा थपिएका मुजा र बुवाको कपालमा फुलेको सेतो रङले के भनिरहेको छ? त्यो रङले भन्दैछ समय सकिँदैछ है, मसँग बस्ने दिनहरू घट्दैछन्। हामी साथीभाइसँग घन्टौँ गफ गर्न सक्छौँ, तर घरमा बुढा भएका आमा बुवासँग 5 मिनट बोल्दा हामीलाई झर्को लाग्छ। उनीहरूले एउटै कुरा दोहोऱ्याएर सोद्धा हामी रिसाउँछौँ, तर एकपटक सोच्नुहोस् त हामी सानो हुँदा यो के हो भनेर सयौँ पटक सोद्धा उनीहरूले हाँसेर जवाब दिन्थे। भोलि जब त्यो कोठा खाली हुनेछ नि, जब मोबाइलको स्क्रिनमा आमा वा बुवाको नाम कहिल्यै बज्ने छैन, त्यो दिन तपाईँको यो व्यस्तता, तपाईँले कमाएको यो लाखौँ पैसा, हजारौँ पैसा र यो सफलताले तपाईँलाई अङ्गालो हालेर सान्त्वना दिने छैन। त्यसैले सक्नुहुन्छ भने आजै अहिले नै गएर उनीहरूको छेउमा बस्नुहोस्, किनकि यो दुनियाँमा फेरि भेटौला भन्न नपाइने बिछोडहरू धेरै हुन्छन्। भगवान खोज्न मन्दिर धाउनु पर्दैन, घरको देउतालाई चिन्नुहोस्। धन्यवाद।